जनतासँग गर्ने व्यवहार पनि परिवर्तन हुन्छ। किनभने क्षेत्र नम्बर 2 बाट निर्वाचित हुनुभएको डाक्टर सीके राउतलाई यहाँ चिन्नुहुन्छ। चुनाव भन्दा पहिला डाक्टर सीके राउतजीको वक्तव्य जनमुखी थियो। निर्वाचित भइसकेपछि जनतामुखी के काम गर्नुभयो तपाईँ बताइदिनुहोस्। उहाँ पहिला सुरुमा आउँदाखेरि हामीले पनि अब पढे लेखेको मान्छे हो, हामीले पनि एकदम विश्वास गरेको, हामीले पनि भोट दिएको उसलाई, युवाहरू पनि सबै भोट दिएको छ, राम्रो भोटले आएर पनि जितेको छ। उसको भिजन जुन त्यो सुरुमा थियो त्यो भिजन भन्नाले नामको लागि र जनतालाई कसरी गुमाउने अनुगमन गर्ने त्यस्तो मात्र सोच बनाएर आएको थियो। अहिले चाहिँ हामी बुझ्छौँ उसकोबाट एउटा पनि काम भएको छैन। यहाँ एउटा पनि यहाँको जनता खुस छैन सीके राउतबाट। किनभने उसले भनेको उसले रोजगारी कसलाई दियो त आफ्नै घर परिवारको व्यक्तिलाई। उनीको र सप्तरीमा अनि त्यो सुरुङ्गामा भएको फिल्ड, फतेहपुरमा भएको फिल्ड र यस्तो फिल्डको लागि पहिलाकोहरूले हेर्नुहोस्, हाम्रो फिल्ड गएर हेर्नुहोस्, खेल हेर्नुहोस्, केही छैन। यहाँ सबै खतम भइसकेको छ फिल्डहरू। यो फिल्डमा अहिले त्यो पब्लिकको भनौँ क्रिकेट प्र्याक्टिसको लागि विद्यार्थीहरू आफै पैसा कलेक्सन गरेर त्यो विद्यार्थी भन्छु खेलाडीहरूले, विद्यार्थी नै हो खेलाडीहरू पनि, साना भाइहरूले आफै पैसा कलेक्सन गरेर त्यो पिच बनाउँदैछ। अब यतिसम्म दुःख छ यहाँ, स्थानीयले समेत हेर्न सकिरहेको छैन, खेलकुदले हेर्न सकिरहेको छैन। अनि त्यहाँ पनि जाँदाखेरि भाइ यहाँ त पहिलादेखि नै पुरै खाइसकेको छ खेलकुद मन्त्रालयलाई, सहीमा खाइसकेको। पुरै जिल्लाको खेलकुदको त्यो जुन कार्यालय छ नि त्यसको हाकिमलाई सोद्धाखेरि त्यो हाकिमहरूले कहिले कार्यालयमा बस्दैन, कुनै मतलबै छैन। उहाँ दाइले पनि भन्नुभयो न सचिव के छ, कहाँ छ, हाकिम के हो कि कुनै मतलब कसैलाई हुँदैन। एकदमै सिन्डिकेट तयार भएर जुन मान्छे जननिर्वाचित हुन्छ त्यसको लागि यदि तपाईँ आवाज उठाउनु भयो भने, हिजो मैले आवाज उठाउँदा क्यूआर को सन्दर्भमा लिएर मलाई नै बेइज्जत गर्ने प्रयास गर्नुभयो। तपाईहरू उठाउनुहुन्छ भने के तपाईहरू बेइज्जतबाट बच्नुहुन्छ? हेर्नुहोस्, हामीहरू पनि यस्तो बेइज्जत, हामीलाई पनि फसाउने काम, बेइज्जत गर्ने काम, धम्काउने काम यसरी आइरहन्छ। तर हामी भनेको युवा भनेको एउटा निष्पक्ष जाने हो, काम गर्ने हो। त्यसरी त्यस्तो धम्काउने, फसाउने, बेइज्जत गर्नेहरूप्रति लाग्यो भने, त्यस्तो चोर फटाहरूमाथि विश्वास गर्न थाल्यो भने यहाँ जनता त पहिला विश्वास गरे त यस्तो भएको छ। त्यस्तोमा हामी त्यही ध्यान दिँदैनौँ र तपाईँहरू पनि त्यस्तोमा ध्यान नदिनुहोस्। तपाईँ यदि राम्रो काम गर्न जानुहुन्छ भने खुट्टा तान्ने मान्छे आउँछ, हेप्ने मान्छे आउँछ, फसाउने मान्छे आउँछ, बेइज्जत गर्ने मान्छे आउँछ। तर त्यसरी त्यो हामी माइन्ड भन्न राख्दैनौँ र आफ्नो के हो भिजन, आफ्नो के हो काम, हामी जनता हेर्दैछ, हामीले के गर्दैछौँ त्यो जनता मूल्याङ्कन गरिहाल्छ। त्यो जेनजीकै आडमा बनेका सुशीला कार्कीका सरकार अहिले जेनजीलाई नै टाइम माग्दा जेनजीहरू उहाँकै कार्यालयको अगाडि चाहे पम्पलेट टाँच्नु भयो नि, उहाँले सरकार बनाउनु भयो, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु भयो। तर उहाँसँगै भेट्नको लागि समय छैन। अब उहाँकै वक्तव्य छ कि 5 दिनमा भ्रष्टाचारीहरूलाई सखाप गर्न सकिन्छ। के 5 दिन त्यो भएन? नमस्कार दर्शकबिन, स्वागत गर्न चाहन्छु तपाईहरूलाई तपाईहरूकै मनपर्ने कार्यक्रम संवादमा। र आज संवादमा म त्यो युवालाई निम्त्याएको छु जसले सप्तरीका विभिन्न कार्यालयहरू आफू लगायत आफ्नो जति पनि टिम छ, सक्रिय टिम, जसले समाजमा भएका व्यतिथिहरूलाई उजागर गर्दै हुनुहुन्छ। समाजमा भएका जति पनि सङ्घ संस्था छ जुन गलत ट्र्याकमा गइरहेछ त्यसलाई कसरी सही ट्र्याकमा ल्याउने त्यतातिर प्रयास गर्दै हुनुहुन्छ। ती मध्ये सप्तरी जेनजी युवा मुस्तकिम आलमजी आजको अतिथि हुनुहुन्छ। स्वागत गर्न चाहन्छु। धन्यवाद। सर्वप्रथम यो कुरा बताइदिनुहोस्, तपाईहरू विभिन्न कार्यालय पुग्नुहुन्छ, त्यहाँका रजिस्टर पल्टाउनुहुन्छ, यसको उद्देश्य के? यहाँ यसको उद्देश्य भन्दाखेरि शिक्षाको जुन पहिला हामीले शिक्षामा हेर्दैछौँ, हुन त सबैमा कार्यालयमा जाँदैछौँ। शिक्षाको के छ भन्दाखेरि यहाँ सप्तरीमा हामी धेरै न्युजहरूमा पनि भिडियो हेरेँ, न्युज रिपोर्टरलाई अलि हेप्ने काम, तिनीहरूको कुरा चाहिँ उजागर नदिने त्यहाँ यस्तो अवस्था गरेको बेला हामीले जेनजी समूहबाट युवाहरू जान्छौँ र त्यहाँ स्कुलमा पुग्दाखेरि त्यहाँको रजिस्टर हेर्दाखेरि त्यहाँको रजिस्टरमा हेर्छु कतै 15 जना उपस्थित भएको,
कतै 10 जना विद्यार्थी उपस्थित भएको शिक्षकको रजिस्टरमा उपस्थित भएको हुन्छ तर स्कुलमा हुँदैन। अनि त्यस्तो त समस्या हुँदाखेरि हामी त्यहाँ हरेक स्कुलमा पुग्दैछौँ अहिले शिक्षा सम्बन्धी र यहाँका जिल्ला समन्वय समितिमा पनि पुग्यो। त्यहाँ हुँदाखेरि यो तलदेखि माथि नै सेटिङ भएको छ। एउटा पनि 5 वटा क्वेसन गर्दा एउटा पनि जवाब नदिन सक्ने टिचरहरू छ अहिलेको स्कुलहरूमा। अनि त्यस्तोहरूलाई चाहिँ हामीले जसरी हुन्छ त्यसलाई छिटोभन्दा छिटो हटाउनु पर्छ र कसरी यहाँको शिक्षा सुधार हुन्छ र कुन शिक्षकलाई दिँदा राम्रो हुन्छ त्यस्तोलाई फेरबदल गर्न हामीले निरन्तर त्यसमा लागेको छौँ अहिले। जो चोर उसकै ठुलो चोर एउटा कहावत छ। यहाँ खास गरेर स्कुलमा पढाउने शिक्षक भनेको त्यो पढाउनको लागि होइन, त्यहाँ गएर राजनीति गर्ने, आफ्नो भोट बैंक कसरी तयार गर्ने, यस्तो किसिमको नियुक्तिहरू जुन करारको व्यवस्था छ त्यसमा देखिएको छ। तपाईहरूको फाइन्डिङमा के छ? हाम्रो फाइन्डिङमा के भयो, करारको जुन त्यो सिस्टम लागू गरेको छ नि त्यो स्थानीय पालिकामा स्कुलमा, त्यो करारमा राख्ने एउटा पनि शिक्षक सक्षम छैन। सबै जस्तै स्कुल समिति हुन्छ। स्कुल समितिमा पनि के गरेको छ भन्दा यो प्रिन्सिपलहरूले कि त्यो स्लिपिङमा आफ्नो च्यानलको मान्छे गाउँमा जति बढी हुन्छ त्यस्तो विद्यार्थीहरूको छोराछोरीलाई एडमिसन गरेको हुन्छ। त अब नियम के छ भने त्यो अभिभावकले मात्र त्यो समितिलाई त्यो भोट हाल्न मिल्छ। अनि तिनीहरू सबै स्कुलमा, एउटा मात्रै होइन सबै स्कुलमा त्यही प्लानिङ गरेर आफ्नै प्यानलको समिति राखेको छ र समितिबाट शिक्षक राख्छ र त्यो प्रिन्सिपलले जसरी त्यो केही नजानुहोस्, उसको बुढी हुनुपर्छ, उसको छोरी हुनुपर्छ, उसको बुहारी हुनुपर्छ, उसको छोरा हुनुपर्छ, यस्तै यस्तै उसकै रिलेसनको कोही छ समिति, कोही या शिक्षक प्रिन्सिपलको, त्यस्तो व्यक्तिहरूले मात्र नियुक्ति गरेको छ। त्यो कारणले गर्दामा यो शिक्षाको अवस्था पुरै खराब छ। यदि सहीमा सक्षम भन्ने टिचर छ भने त्यस्तो राख्न थाल्यो भने त कहाँ शिक्षा यस्तो हुन्छ? त्यस्तो त हुँदैन। यहाँ स्थानीय पनि हेरेर बसेको छ, सबैलाई थाहा छ। स्थानीयमा पनि हामी पुग्दाखेरि स्थानीय सबैलाई थाहा छ, कसैलाई थाहा हुँदैन। यस्तो विद्यार्थी आउँछ यहाँ शिक्षामा पढाइ हुँदैन, टिचर भनेको कस्तो छ सबैलाई थाहा हुन्छ। त यहाँ तलदेखि भने नि तलदेखि माथिसम्म सबै मिलिमतोमा यो सबै हुँदैछ। जबसम्म यो सुधार गर्दैन, जबसम्म यस्तो शिक्षकलाई कारबाही गर्दैन, यस्तो शिक्षकलाई हटाउँदैन, तबसम्म यहाँ शिक्षा सुधार हुँदैन। र त्यस्तो सुधार गर्नमा हामी लागेको छौँ, चाहे जे होस्, जसरी होस्, चाहे मुद्दा लगाओस्, जे गरोस्, तर हामी यो शिक्षा सुधार गर्छौँ यहाँ। अब किनभने यो हाम्रो पुरा नेपालमा यो जिल्लाको धेरै बेइज्जती हुँदैछ। र हिजो पनि तपाईँकै मैले एउटा न्युज हेरेँ, त्यो अग्निशय गाउँपालिकाको, त्यहाँ तपाईँसँग गरेको व्यवहारप्रति हामी पनि पुरै ध्यान आकर्षण गरेको छौँ। र त्यस्तो त्यस्तो जनप्रतिनिधि भयो भने अब सोच्नु, एउटा पत्रकारले त्यसरी गाली गर्ने, हप्काउने, यदि त्यहाँको यदि सिम्पल मान्छेको पनि तिनीहरूले के गर्दै होला तिनीहरूले? अब उनीहरूको सोच हेर्नु, हामीले जिताएको, जनताले जिताएको व्यक्ति त्यसरी यदि जनतासँग व्यवहार गर्यो भने त्यो त उचित होइन। र त्यस्तोलाई पनि जति छिटो हुन्छ कारबाही हुनुपर्छ र हामी तिनीहरूमा पनि लागेको छौँ अहिले। आफन्तवाद, जातिवाद, नातावाद कै पराकाष्ठको कारणले गर्दा यहाँका चुनावको माहौल हुन्छ। कुन क्यान्डिडेट जित्छ, कुन कास्टको मत बढी छ, यो कुरा पुरै एकदमै सिन्डिकेट तयार भएर जुन मान्छे जननिर्वाचित हुन्छ त्यसको लागि यदि तपाईँ आवाज उठाउनु भयो भने, हिजो मैले आवाज उठाउँदा क्युआर को सन्दर्भमा लिएर मलाई नै बेइज्जत गर्ने प्रयास गर्नुभयो। तपाईहरू उठाउनुहुन्छ भने के तपाईहरू बेइज्जतबाट बस्नुहुन्छ? हेर्नुहोस्, हामीहरू पनि यस्तो बेइज्जत, हामीलाई पनि फसाउने काम, बेइज्जत गर्ने काम, धम्काउने काम यसरी आइरहन्छ। तर हामी भनेको युवा भनेको एकदम निष्पक्ष जाने हो, काम गर्ने हो। त्यसरी त्यस्तो धम्काउने, फसाउने, बेइज्जत गर्नेहरूप्रति लाग्यो भने, त्यस्तो चोर फटाहरूमाथि विश्वास गर्न थाल्यो भने यहाँ जनता त पहिला विश्वास गरे त यस्तो भएको छ। त्यस्तोमा हामी त्यही ध्यान दिँदैनौँ र तपाईँहरू पनि त्यस्तोमा ध्यान नदिनुहोस्। तपाईँ यदि राम्रो काम गर्न जानुहुन्छ भने खुट्टा तान्ने मान्छे आउँछ, हेप्ने मान्छे आउँछ, फसाउने मान्छे आउँछ, बेइज्जत गर्ने मान्छे आउँछ। तर त्यसरी त्यो हामी माइन्ड भन्न राख्दैनौँ र आफ्नो के हो भिजन, आफ्नो के हो काम, हामी जनता हेर्दैछौँ, हामीले के गर्दैछौँ त्यो जनता मूल्याङ्कन गरिहाल्छ। त्यो जनप्रतिनिधिले मूल्याङ्कन गर्नु जरुरी देखिएको छैन अबको पालोमा। जनप्रतिनिधिको कुरा गर्नुहुन्छ, जब मतदान हुन्छ एकातिर रक्सी, अर्कोतिर पेट्रोल, त्यसपछि पकेटमा पैसा, त्यतातिर युवाहरू कुद्छ, उनीहरूकै बहुमत बढ्छ, चुनाव जित्छ, अनि आफूले लगाएको लगानीको प्रतिफल
ब्याज सहित कसरी निस्किन्छ त्यतातिर उहाँहरू लाग्नु भएको छ। यो ट्रेन्ड कसरी खत्म हुन्छ तपाईहरूको यसमा के छ धारणा? हेर्नुहोस्, यो अब हाम्रो मध्य प्रदेशमा झन् यस्तो यो पैसामा मासुमा जुन तपाईँले भन्नुभयो त्यो बिक्ने सहीमा छ। तर यो जब तपाईँहरूले जनताले यो कुरा सोच्दैन कि नेताको हामी मासु भात पेट्रोल खाएर यदि जितायो भने त्यो नेताले के गर्छ, यसले पैसा खर्च गरेको त निकाल्छ। यदि जनता आफै सुध्रिनुपर्छ। र हामी यसपालि के गर्छ, हामीले यस्तो आफ्नो टिम बनाउँदैछौँ कि पैसा यदि दिन आउँछ, कसैले पेट्रोल दिन आउँछ भने लियोस्, लिनु खानु, तर भोट चाहिँ अब त्यसलाई नदिनु। भोट अब यस्तो व्यक्तिलाई दिनु जुन यो समाजको बारेमा, यो समाजको लागि जुन आवाज उठाउँदैछ, गर्न खोज्दैछ, त्यस्तो युवा आयो भने त्यस्तोलाई चाहिँ यो पालिको माहौलदेखि यो देशमै, यो ठाउँ मात्रै न, यो देशमै धेरै परिवर्तन हुन्छ भन्ने हाम्रो विश्वास छ। र त्यस्तो भ्रष्टाचारी चोर फटाहा नेताहरूलाई त्यसरी ठग्ने यो पेट्रोल मासु दिएर त्यतातिर युवाहरू कम्तीमा त्यतातिर जानु हुँदैन। र यदि त्यस्तो सोच छ, यदि कतै छ भने गयो भने खानुस्, म भन्दैछु। तर त्यस्तो व्यक्तिलाई चाहिँ भोट नहाल्नुहोस् यसपालि। यसपालि एकदम राम्रो युवा, यदि नेतामा पनि राम्रो राम्रो व्यक्तिहरू हुन्छ, त्यस्तो यदि राम्रो व्यक्ति आयो भने त्यस्तोलाई जिताउने र त्यस्तोलाई मात्र भोट हाल्यो भने मात्र देशमा परिवर्तन हुन्छ र भ्रष्टाचारी अन्त हुन्छ। त्यो कुरा हामी सबैले बुझ्नुपर्छ र यस्तो अभियानमा हामी लागेको छौँ अहिले। मुस्तकिमजी कुरा उठान गर्नुभयो, ड्रेसमा भएका निहत्था विद्यार्थीलाई गोली हान्ने त्यही रमेश लेखक, त्यही केपी शर्मा ओली, अहिले त्यही वी लभ केपी ओली, वी लभ केपी वा भनेर त नारा लगाउँदै हुनुहुन्छ नि। त्यस्तोलाई हामी झोले भन्छौँ र हामी देशमा त्यस्तो व्यक्तिलाई झोले भन्छ। जुन व्यक्तिलाई त्यो बच्चाको र ड्रेस लगाएको बच्चाको जुन त्यो मृत्यु भएको छ, गोली हानिएको छ, त्यस्तो नबुझ्ने व्यक्तिहरू कुन मान्छे होला? त्यो झोले भन्दा पनि खतम मान्छे हो। त्यस्तो व्यक्तिहरूलाई हामी त भन्छौँ यसपालि चुनावमा राम्रोसँग उसले एउटा जवाब दिन्छ। र जुन रमेश लेखक र ओली जुन भन्नुभयो यो हत्याराहरू, यिनीहरूलाई जबसम्म कारवाही हुँदैन, यो जेनजीले सरकारले जति आसानीले भन्दैछ यो चुनाव हुन्छ 21 गते, त्यति आसानीले हुँदैन। यदि सरकारले कारवाही गर्यो भने हुन्छ, चुनाव हुन्छ। र यदि गरेन भने यो चुनाव 21 गते हुन्छ भने फिक्स छैन। र तिनीहरूलाई हिजो पस्तीदेखि न्युज पनि आउँदैछ, यिनीहरूलाई बयानको लागि बोलाएको छ, यिनीहरू अटेरी गर्दैछ नजाने। यदि गएन भने गृह मन्त्रालयबाट भनेको छ यिनीहरूलाई जसरी हुन्छ परिबाट हिसाबले हुन्छ, जे हुन्छ यसलाई चाहिँ लिएर बयान गर्ने। र मलाई त लाग्छ कि कारवाही हुन्छ, किनभने सुशासनको सरकार हो र जेनजीले बनाएको सरकार हो। यिनीहरूले यदि कारवाही गरेन भने यिनीहरू आफै फेल हुन्छ। र अब फेल भयो भने यस्तो विद्रोह हुन्छ देशमा कि देशबाट भागेको, अस्ति त भागेन नेताहरू, भाग्न पाएन। यसपालि यिनीहरूले भाग्न त के बाँच्न पनि सक्दैन, यहाँ यस्तो हुन्छ। त्यही भएर धेरै भन्छु तिनीहरूलाई नउफ्री चुप लागेर जे हुन्छ त्यो हतियारहरूलाई कारवाही गर्नमा सबैले साथ दिनुपर्छ। र तिनीहरू त्यो जुन उनीहरूको वी लभ यु केपी ओली भन्छ नि, तिनीहरू आफ्नो बाउ नै छैन, बाबा भनिरहेछ नि। आफ्नो बाउ भएको भए त्यो हतियारहरूलाई किन गएर बाउ भन्थे, वी लभ भन्थे? तिनीहरू सबै उनीहरूको झोले हो, तिनीहरूले केही फरक हुँदैन। हेर्नुभयो अस्ति पनि आन्दोलन हुँदाखेरि त्यो झोलेहरू कहाँ हरायो भाग्छ। जतिखेर सबैजना मान्छे आफ्नो आफ्नो चुप रहने त्यतिखेर उफ्रिने हो, त्यस्तो उफ्रिन केही फरक पर्दैन। जेनजीकै आडमा बनेका सुशीला कार्कीका सरकार अहिले जेनजीलाई नै टाइम माग्दा जेनजीहरू उहाँकै कार्यालयको अगाडि चाहे पम्पलेट टाँच्नु भयो नि, उहाँले सरकार बनाउनु भयो, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु भयो, तर उहाँसँगै भेट्नको लागि समय छैन। अब उहाँकै वक्तव्य छ कि 5 दिनमा भ्रष्टाचारीहरूलाई सखाप गर्न सकिन्छ। के 5 दिन त्यो भएन? हेर्नुहोस्, मैले त्यो जुन तपाईँले जुन यो क्वेसन भन्नु त्यो बेला मैले चाहिँ सायद काठमाडौँमै थिएँ, त्यो जुन बाहिर रोकेको थियो, ठ्याक्कै त्यो दिन म पनि सिंहदरबार गएको हो। अब जे त्यहाँ कुरा के छ भन्दाखेरि जेनजीको धेरै समूह छ, हेर्नुभयो कि मान्छेले पार्टीगत पनि परिचालित गरिसकेको छ। अनि पार्टीगत परिचालित गरेपछि तिनीहरूलाई उस्काउने, सरकार विरुद्ध जाने भनेर अलिअलि साइडबाट गर्छ तिनीहरूले। अब दिनमा प्रत्येक दिन जेनजीसँग भेट्छ, हामी पनि त्यो दिन जाँदा हामीसँग पनि भेट भयो मन्त्रालयमा। यस्तो हुन्छ, अब दिनमा सबै जेनजी समय टाइमै जेनजीलाई नै टाइम दिइहाल्ने भने त्यो पनि हुँदैन। उसलाई
देशमा देश चलाउनु 6 महिनाको लागि जिम्मा दिएको छ। त्यसमा के कस्तो हतियारलाई भ्रष्टाचारहरूलाई कारबाही गर्ने, जेनजीको माग पुरा गर्ने तिनीहरू लागेको छ, जुन उनीहरूको कुरा आउँदैछ। हामी लागेको छौँ, 3 महिना भएको छ, अझै पर्खिनुहोस्। यदि भएन भने हामी आफै असफल हुन्छौँ। हामी तपाईँहरूले चाहेको कुरा हुन्छ भने अहिलेसम्म पनि विश्वास दिएको छ र हामी त्यो विश्वासमा छौँ र 3 महिना मात्र भएको छ, त्यही भएर धेरै अलि गर्नु पनि, विरोध गर्नु पनि भएन। अझै 1 महिना 1.5 महिना हेर्छौँ, यदि कारबाही गरेन भने त्यो फेरि हामी अर्कै प्लानिङ गरेर हाम्रो जिन्जी समूह पुरै देशकै त्यो कुरा हुँदैछ हाम्रो के गर्ने भनेर अगाडि गएर। यसरी जब तपाईँ यो कुरा भन्दै हुनुहुन्छ, यसमा के देखिन्छ भने जो कुर्सीमा पुग्छ उसको बोली, उसको भाषा, जनतासँग गर्ने व्यवहार पनि परिवर्तन हुन्छ। किनभने क्षेत्र नम्बर 2 बाट निर्वाचित हुनुभएको डाक्टर सीके राउतलाई यहाँ चिन्नुहुन्छ। चुनाव भन्दा पहिला डाक्टर सीके राउतजीको वक्तव्य जनमुखी थियो। निर्वाचित भइसकेपछि जनतामुखी के काम गर्नुभयो तपाईँ बताइदिनुहोस्। उहाँ पहिला सुरुमा आउँदाखेरि हामीले पनि अब पढे लेखेको मान्छे हो, हामीले पनि एकदम विश्वास गरेको, हामीले पनि भोट दिएको उसलाई। युवाहरू पनि सबै भोट दिएको छ, राम्रो भोटले आएर पनि जितेको छ। उसको भिजन जुन त्यो सुरुमा थियो, त्यो भिजन भन्नाले नामको लागि र जनतालाई कसरी गुमाउने, अनुगमन गर्ने त्यस्तो मात्र सोच बनाएर आएको थियो। अहिले चाहिँ हामी बुझ्यौँ उसकोबाट एउटा पनि काम भएको छैन। यहाँ एउटा पनि यहाँको जनता खुस छैन सीके राउतबाट। किनभने उसले भनेको उसले रोजगारी कसलाई दियो त आफ्नै घर परिवारको व्यक्तिलाई। उनीहरूको यस्तो हेर्नुहोस्, अस्ति त्यो सिएमलाई हटाउँदाखेरि उनीहरूको अहिले चाहिँ एउटा मन्त्री, एकजना व्यक्ति छ, एकजना मन्त्री दिनु भने फेरि पार्टी फुट्छ। त्यो व्यक्तिगत स्वादको लागि गर्दैछ। त्यो जितेर यहाँ समाज, जनताको बढी समाज छोडेर त्यो विदेशी भ्रमणमा बढी लागेको हुन्छ। विदेश घुम्ने, कसरी पैसा फाउन्डेसन ल्याउने, कसरी झुकाउने, त्यो यस्तो देश, त्यसलाई भन्छु म देशबाट निकाला गर्नुपर्छ, जसले मध्य प्रदेशलाई यो बिचमा फेरि त्यसले पहिला चाहिँ चुनाव पार्टीमा आउनको लागि देश मध्य प्रदेश छुट्टै देश बनाउँछु भनेर मुद्दा लिएर आएको थियो। त्यही एमालेसँग मिलेर फेरि सरकारमा गयो र फेरि यो देशमा जेनजीले विद्रोह गरेपछि फेरि मध्य प्रदेश फुर्काउने कुरा गर्ने जुन व्यक्ति गर्छ, त्यस्तो व्यक्तिलाई देशमा राखेर कुन फाइदा? त्यो कुनै कामको नेता होइन। त्यो यसपालि यो क्षेत्र छोडेर गए हुन्छ, यहाँबाट जित्दैन पनि, कहीँबाट जित्दैन जस्तो लाग्छ। र त्यस्तो नेताहरू कुरामा पढेर जनता पनि पढ्नु भएन, किनभने जनताले विश्वास गर्यो, नयाँ भर्खर आएको थियो, पढे लेखेको वैज्ञानिक हो भन्दै थियो। तर त्यो सबै उसको नामको लागि मात्रै भयो, काम केही भएको छैन। यहाँ राजविराजबाट कर कार्यालय जुन छ, यो यहाँ हुनुमा जनताको लागि भलाइ हुन्छ कि यहाँबाट अन्त्य जाँदा यो राम्रो हुन्छ? अब हेर्नुहोस्, यो कर कार्यालयको जुन कुरा गर्नुभयो नि, त्यो यहाँ एउटा हुन्छ सेवाको कार्यालय, एउटा हुन्छ आन्तरिक राजस्व कार्यालय। जुन सेवा कार्यालय राजविराजमा ल्याएको थियो पहिला पनि केही अब कति महिना कि वर्षदेखि थियो यो बिचमा खसाल टोलमा, र आन्तरिक राजस्व कार्यालय यहाँ थिएन। पहिला पनि लाहानमै थियो र सेवा कार्यालय आउँदा यहाँ पनि लाहानमै थियो। म यहाँ जनतालाई के भन्न चाहन्छु, तपाईँ यो कुराले विचार गर्नुहोस्। यहाँ मान्छेहरू अलि के कुरा सुन्छ कि अलि पुरा बुझेको हुँदैन, त्यहाँ नाराजुस गर्न गइहालेको हुन्छ। ठिक छ, त्यो सेवा सप्तरीको वासीको लागि राम्रो हो, त्यो हामी विरोध गरेको होइन। तर 39वटा ठाउँबाट सेवा हटाउँदा कतै विरोध भएन, सप्तरी मात्र किन विरोध गर्ने? एउटा कुरा हुन्छ, उनीहरूले, सरकारले त्यो सेवालाई चाहिँ कोल्निका र स्थानीयमा हालेको छ। जुन अब सप्तरीकै मान्छे अर्को गाउँपालिका र नगरपालिकाबाट आएर यहाँ सप्तरी राजविराज आउनु पर्थ्यो, त्यो चाहिँ अहिले हटाइदिएको छ। अब चाहिँ आफ्नै गाउँपालिका नगरपालिकामा सेवा लिने भनेर भनेको छ। जुन आन्तरिक राजस्व कार्यालय जुन भनेको छ, त्यो आन्तरिक राजस्व लाहानमै छ, पहिला पनि लाहानमै थियो, सेवा हुँदा पनि लाहानमै थियो। त्यो त त्यहीँ थियो, त्यहीँ जानै पर्छ, अहिले पनि त्यहीँ जानुपर्छ भनेको छ। र जुन अहिले जुन त्यो ठिकै छ, अहिलेको निर्णय यो नेताहरूले जुन गरेको छ, यो आन्दोलन जो उठाएको छ, नेताहरूको पालोमा यो किन सोचेन? यो 6 महिनाको सरकारले चाहिँ यो कुरा सोच्न लगायो। नेताहरू चाहिँ पालोमा त्यो आन्तरिक राजस्व कार्यालय किन ल्याएन? यहाँ त्यस्तो जग्गा पनि छ भन्दैछ त ल्याएन, सेवा मात्र ल्यायो। सेवा त अब झन् उसो कटौती गरेर स्थानीयमा दिइसकेको छ। त्यो हाम्रो मन्त्रालयमा गए त्यही कुरा बुझ्यो। र अब उनीहरूको जुन छ आन्तरिक राजस्व कार्यालयको, त्यो त अब अलिक माथिकै कुरा हो, अब उनीहरूले गर्दैछ, त्यसको हामी विरोध पनि गर्दैनौँ।
तर मैले जुन बुझेको कुरा हो त्यति मात्र हो। जुन सेवा दिने चाहिँ स्थानीयमा दिइसकेको छ र आन्तरिक राजस्व कार्य लाहानमै हुन्छ र पहिला पनि लाहानमै थियो र अहिले पनि लाहानमै छ। युवाहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद एकदमै आवश्यक छ। राजविराजमा विभिन्न फिल्डहरू पनि छ, तर यहाँ एउटा जुन क्रिकेट प्रति एनपिएल प्रति युवाहरूको आकर्षण बढेको देखिन्छ। यतातिर यहाँका खेलकुद मन्त्रीसँग पनि तपाईँहरूको भेटवार्ता संवाद पनि हुन्छ। यसमा कार्य गर्नको लागि केही माइन्डेडहरू दिनुभयो कि? एकदम हामीले सुरुमा मन्त्रालय गएर मन्त्रीजीसँग खेलकुद मन्त्रीसँग भेट पहिला पनि हाम्रो चिनजान थियो र अहिले मन्त्री हुँदा पनि हामी गयो र यहाँको समस्या जुन राजरङशाला, बबी स्कुल अनि के भन्छ त्यहाँ क्याम्पस फिल्ड, त्यो फिल्डको र सप्तरीमा अनि त्यो सुरुङ्गामा भएको फिल्ड, फतेपुरमा भएको फिल्ड र यस्तो यस्तो फिल्डको लागि पहिलाकोहरूले हेर्नुहोस्, हाम्रो फिल्ड गएर हेर्नुहोस्, खेल हेर्नुहोस्, केही छैन यहाँ, सबै खतम भइसकेको छ फिल्डहरू। यो फिल्डमा अहिले त्यो पबी स्कुलमा हेर्नु क्रिकेट प्र्याक्टिसको लागि विद्यार्थीहरू आफै पैसा कलेक्सन गरेर, त्यो विद्यार्थी भन्छु खेलाडीहरूले, विद्यार्थी पनि विद्यार्थी नै हो खेलाडीहरू पनि, साना भाइहरूले आफै पैसा कलेक्सन गरेर त्यो पिच बनाउँदैछ। अब यतिसम्म दुःख छ यहाँ, स्थानीयले समेत हेर्न सकिरहेको छैन, खेलकुदले हेर्न सकिरहेको छैन। अनि त्यहाँ पनि जाँदाखेरि भाइ यहाँ त पहिलादेखि नै पुरै खाइसकेको छ खेलकुद मन्त्रालयलाई, सहीमा खाइसकेको। पुरै जिल्लाको खेलकुदको त्यो जुन कार्यालय छ नि, त्यसको हाकिमलाई सोद्धाखेरि त्यो हाकिमहरूले कहिले कार्यालयमा बस्दैन, कुनै मतलबै छैन। उहाँ दाइले पनि भन्नुभयो न सचिव के छ, कहाँ छ, हाकिम के हो कि कुनै मतलब कसैलाई हुँदैन। त्यो तुरन्तै त्यहाँबाट पनि फोन गर्नुभयो र अब चाहिँ म आउँदाखेरि यो सुधार गर्नलाई अहिले जुन त्यो बजेट निकालेको छ त्यसको कार्यान्वयन गर्ने र अहिले चाहिँ हामीले थप्न यदि दियो सरकारले सकियो भने हामी यो फिल्डहरूको बारेमा र खेलप्रति कसरी अगाडि हुन्छ त्यसमा राम्रोसँग त्यो अब टिपोट गरेर राखेको छ, त्यसमा ध्यान दिएको छ त्यो दाइले। तपाईँहरूको समय समयमा जिल्ला प्रहरी कार्यालयसँग पनि संवाद भइरहेको छ। अस्ति तपाईँहरूले पहल गर्दा प्रहरीहरू सूचना निकाल्नु भयो यो ट्राफिक व्यवस्थापनको लागि, तर अहिले जिउको त्यही भएको छ, केही पनि सुधार देखिएन। यो त जस्ट प्रोपोगन्डा जस्तै भयो, हाइलाइटको लागि स्टन्टबाजी मात्र भयो नि। हेर्नु मैले त्यो सुरुमा यस्तो गर्दाखेरि मैले पनि स्टन्टबाजी भनेकै थिएँ, स्टन्टबाजी भएको छ। तर मैले चाहिँ फेरि जिल्ला प्रहरी गएर समन्वय गर्दा कुरा गर्दा यो ट्राफिक व्यवस्थापनको बारेमा हेर्नुहोस्, यहाँ ट्राफिक भनेको 6-7वटा छ यहाँ, यसले त हुँदैन, ट्राफिक प्रहरी कम छ र उहाँहरूले यहाँको व्यवस्थापन ट्राफिकको लागि हामीले प्रहरीले मात्र ट्राफिक व्यवस्थापन गर्न सकिन्छ त्यो सम्भव मैले हेरेको छु यहाँ। किनभने यहाँ बस पार्कमा जबसम्म गाडी जाँदैन, यहाँ बजार खाली हुँदैन भने तिनीहरू मरि गए पनि व्यवस्थापन हुँदैन। र तैपनि एसपी साहबले कि हामी 10-15-20 जहाँ ट्राफिक हुन्छ, ट्रेनिङकै ट्राफिक हुन्छ, त्यो लगाएर यहाँ चाहिँ गर्छु भनेर 2 दिनमा 1 दिनमा गइरहेछ। हिजो पनि 15-20 जना ट्राफिक थियो, अस्ति पनि थियो, 1-2 दिनमा गइरहन्छ, सूचना दिइरहन्छ। हामीले पनि गएर भन्यो सर यदि त्यस्तो छ भने उहाँहरूले पनि अब नयाँ हो कि नअटेरी गरियो भने पनि हामीहरू पनि युवाहरू गयो, भोलि 5-10 जना हुन्छ, माथिबाट ड्रेस लगाएर त्यो हुन्छ नि लाइटिङ ड्रेस, त्यो लगाएर भोलि हामी पनि गएर सम्झाउँछौँ, स्वयंसेवक छौँ। तर यहाँको जनता पनि कस्तो छ, अटेरी गर्ने, नबुझ्ने, यहाँ गाडी नलगा, त्यहाँ बस पार्क छ, पार्किङ छ त्यो भन्छ। अब हामी पनि के भन्ने, त्यहाँ सहीमा त्यस्तो समस्या छ। अब हटिया साइडको पार्किङ व्यवस्थापन गर्न जाँदा हटियाको रोडमै मान्छे बेच्छ तरकारी, त्यसलाई भन्दा हटिया कहाँ छ भन्छ। अब त हामी युवा हो, हामीले त त्यो व्यवस्थापन गरिदिन्छु, यो यहाँ गएर लगाइदिन्छु भन्न त पनि मिल्दैन, किनभने त्यो माथिको नगरपालिकाको समस्या हो, हामीले त पहल गर्ने मात्रै हो, त्यसमा लागेको छ। तर अहिले जुन हाम्रो कोअर्डिनेट हुँदैछ राम्रोसँग अहिले भइरहेछ, सिडिओ साहबसँग, एसपी साहबसँग, नगरपालिकासँग, अन्य ठाउँ पनि गाउँपालिका नपालिका अलि राम्रै हामीसँग जुन कुरा हुँदैछ अलि पोजिटिभै जाँदैछ। अब उनीहरू पनि हामीसँग विश्वासघात गर्छ कि, तर अहिलेसम्म पोजिटिभ गएको छ र हामीले गरेको आवाज उठाएकोमा एक्सन चाहिँ हुँदैछ। एक्सन यदि नभएको भए हामी त्यसको प्रतिकार गर्थ्यौँ, तर एक्सन चाहिँ भइरहेछ, एक्सन भइरहेको त्यही खुसी लागेको छ। कम्तीमा हाम्रो कुरा सुन्दैछ र जुन यो राजविराजको व्यवस्थापन, यो ट्राफिक यता भयो, हटिया भयो, बस पार्क भयो, त्यसमा पनि सबैजना मिलेर लागेको छ। अब हेर्नु, अब यहाँ नेताहरूले पनि यसमा लक लगाइदिएको छ, त्यसलाई अलि लक चाहिँ छोडाउनलाई टाइम लाग्दैछ, त्यसमा लागेको छौँ हामी अहिले। भारतबाट 10 केजी चिनी, 10 केजी दाल आउँदा बारम्बार चेक हुन्छ।
तर यहाँका लगभग 60-70% युवा पारी जान्छ, ट्याब्लेट बोक्छ, ट्याब्लेट खान्छ, नसामै चुर्लुममा डुब्छ। त्यतातिर जिल्ला प्रहरी कार्यालय लगायत जति पनि सुरक्षा निकायका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू जानी जानी युवालाई बिगार्नको लागि यो छुट दिएको हो कि यो भारतकै ग्रान्ड डिजाइन भन्नुपर्छ। किनभने जहाँ जहाँ बोर्डर देखिन्छ 10 किलोमिटर भित्र जानुस्, त्यो लागु औषधको कुनै पनि कुरा भेट्दैन। तर जहाँ जहाँ सीमावर्ती क्षेत्र छ त्यहाँ त्यहाँ त्यसको एकदमै ठुलो पसलहरू नै हुन्छ, डिलर नै हुन्छ। यसमा के भन्नुहुन्छ? यसमा हेर्नु, यो तपाईँले भन्ने कुरा सही, यसमा मिलोमतोमा हुन्छ। भारतले पनि चाहेको हो, त्यही भएर यस्तो हुँदैछ। र यहाँको प्रहरी अब फर्स्ट फेजमा हामी त्यो जिल्ला प्रहरीमा बस्दाखेरि त्यो फर्स्ट स्टेप भनेको सशस्त्रको हो बोर्डरमा, सेकेन्ड भनेको नेपाल पुलिसले, त्यो पनि अलिक साइड पछि हुन्छ, त्यो हेर्ने हो। त मैले त भन्छु, म यदि प्रहरी भएको भए, यदि कोही प्रहरी यदि बुझ्ने मान्छेले, जो केटा मान्छे जो पारी जान्छ, त्यो सबै दिन जान्छ, सबैले चिनेको हुन्छ कि, किनभने सबैले चिनेको हुन्छ। यदि तिनीहरूले त्यसलाई 4वटा 5वटा रोकेर कारबाही गरियो भने त्यसको टिमै त्यो बाटो छोड्छ। अनि के भन्दैछ, 78 किलोमिटर बोर्डर ओपन छ। यिनीहरूले अब त्यहाँ टाइट गरियो भने तिनीहरू चौरीबाट, खेतबाट हुन्छ, तिनीहरू प्रयोग गर्छ। हाम्रो प्रहरी भनेको मेन नाकामा बस्ने कि त्यो चौरीमा गएर बस्ने, उनीहरूलाई पनि अब समस्या छ भन्दैछ। तर मलाई लाग्छ प्रहरीले यदि टाइट गरियो भने, प्रहरीले चाह्यो भने त्यो धेरै दिन लाग्दैन, 1 हप्तामा सबै खतम हुन्छ। त्यो बोर्डरमा केटाहरू जाने पनि त्यस्तो केटाहरूले हामी चिनेको छौँ र बुझेको छौँ। तिनीहरूलाई डर कति हुन्छ त्यो पनि थाहा छ। यदि प्रहरीले तिनीहरूलाई टाइट गरियो भने त्यो डरले त्यो बाटो नै छोडिदिन्छ क्या। तर त्यो प्रहरी के हुन्छ, प्रहरीसँग मिलिसकेको हुन्छ। पहिले हे दाई हाई हेलो गरेको हुन्छ, त्यतिखेर युज गरेर आएको, त्यतिखेर नसामा हुँदैन। अब ठ्याक्कै के हो, तिनीहरू त्यस्तो सिस्टम गरेको छ, नजिकै बोर्डर छ, त्यहाँ गएर खायो आयो, बोर्डरमा समात्न सकिँदैन। त्यो आएर पुरै 1 घन्टा बिताउँछ, अनि उनीहरूको नसा आउँछ। र यो नसामा यो हाम्रो मध्य प्रदेश प्रत्येक हरेक जिल्लामा यो पारी युज गर्ने, इन्डियाबाट गोटी लागु औषध युज गर्ने त्यो धेरै बढिसकेको छ। त्यसलाई यदि नियन्त्रण गर्न सकेन भने हामी त्यो प्रहरी पनि फेल हुन्छ यसमा। र यहाँको जनप्रतिनिधिहरूले पनि त्यहाँ बोर्डर साइडमा के हुन्छ कि जुन जसको पालिका र नगरपालिका हुन्छ तिनीहरू पनि अलि गर्छ क्या। त्यो राम्रो कसैलाई समातियो भने यो यसको मान्छे हो, यो मान्छेहरू प्रहरीले दबाब दिएर तिनीहरू गर्छ। यसमा जनप्रतिनिधिहरू पनि हात हुन्छ। एउटै निकायले दोष दिएर पनि हुँदैन। यहाँ दोष भनेको सबै मिलिजुलेर गरेको हुन्छ। तर हामी यो कुरामा अस्ति भन्दाखेरि बोर्डरमा पनि जानुभएको थियो, मैले काठमाडौँमा थिएँ, त यहाँको साथीहरू गएको थियो, यहाँ जिल्ला प्रहरी कार्यालय। त्यो 1 दिन गए त्यसरी हुँदैन, 1 दिन निरन्तर दिनुपर्छ। तपाईँ 7 दिन 10 दिन बस्नु, सबै डरले भाग्छ त्यहाँबाट। जेनजी टिम भन्दैछ नि, सबै ठाउँमा छ। यदि त्यस्तो युवा छ भने त्यसलाई पहिला सम्झाएन माने त्यसलाई टिममा नराख, पहिला टिममा राख्नु हुँदैन त्यसलाई। त्यो यदि राखेन भने त्यो आफै बुझ्छ, है यो गाउँमा चाहिँ मलाई किन साइड लगायो, म के गर्दैछु भने तिनीलाई आफै घृणा हुन्छ कि। त्यस्तोले पनि परिवर्तन हुन्छ। र यदि परिवर्तन गर्ने नै चाहेन भने कहाँबाट हुन्छ, लाग्नुपर्छ परिवर्तनलाई। हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौँ, अन्तमा अझ केही थप्नुहुन्छ? अन्तमा म यहाँको मेन त मैले चाहिँ मध्य प्रदेशको बारेमा, यहाँ अलि युवाहरू यस्ता जनताहरू चाहिँ अलि शिक्षित जस्तो लागिरहेको छैन। किनभने हाम्रो रिजल्ट हेराउँछ क्या। जुन एमालेको भन्नुहुन्छ नि, तपाईँ एमालेको सिट कति हुन्छ मध्य प्रदेशमा थाहा छ नि, बढी नै हुन्छ। अब सोच्नुहोस्, जसलाई मध्य प्रदेशमा निषेध गर्छ त्यसको सिट बढी आउँछ। त यहाँको जनता पनि बिकाउ भइसकेको छ। यो जनतालाई जो चाहिँ प्लिज म भन्छु, सबैलाई बिन्ती गर्छु, यो चाहिँ कम्तीमा यसरी यसपालि नगरिदिनु। हाम्रो देश र हाम्रो पुस्ता जुन यसले लागेको छ र पछि आउने पुस्ताको लागि पनि सोचिदिनुहोस्, तपाईँको छोराछोरीको बारेमा पनि सोचिदिनु। त्यस्तो चोर फरालाई यसपालि चाहिँ भोट नदिनु। राम्रो व्यक्ति छ भने, नेतामा पनि युवामा छ भने त्यस्तोलाई चुन्नु। र नयाँ नेपाल भएको छ, नयाँ नेपालले कसरी अगाडि ल्याउने त्यही म भन्न चाहन्छु। र कसै बिकाउमा नजानुहोस्, कसैको कुरा नसुन्नुहोस्। यहाँ हामी कोही समाजमा राम्रो काम गर्न आयो भने खुट्टा तान्ने हुन्छ, नराम्रो भन्ने हुन्छ, त्यताको कुरा नसुन्नुहोस्। हामीले के गर्छौँ त्यो कुराको मूल्याङ्कन गरिदिनुहोस्। र यदि हामी राम्रो गर्दैनौँ भने हामीले भन्नुहोस्, सुझाव दिनुहोस्। र त्यही भन्दै, र तपाईँलाई मेनली तपाईँलाई पनि म धन्यवाद। तपाईँ सप्तरी आएर यहाँको समस्या उजागर गर्नुहुन्छ होइन। यहाँ कुनै पत्रकारले त्यस्तो म हेर्दिनँ।
जति तपाईँले जुन चाहनुहुन्छ जति जुन गर्दै हुनुहुन्छ त्यो यहाँको पत्रकार होइन। तपाईँको मैले तपाईँको एउटा पोस्टमा कमेन्ट पनि हेरेँ, यो त्यो हिजोको घटनाको यहाँको पत्रकारको यो कुन पत्रकार हो भनेर। हेर्नुहोस् यहाँको सोच, जसले एउटा मोबाइल छ, मोबाइलमा लेखियो त्यो पत्रकार हो। तपाईँले भिडियो बनाएर हाल्नुभयो, तपाईँ युट्युबर भयो। तिनीहरूले लेखाए भनेको पत्रकार हो, पत्रकार महासङ्घमा छ भने त्यो पत्रकार हो। यदि तपाईँ भिडियो बनाएर उजागर गर्नु भने तपाईँ युट्युबर हो भनेर तिनीहरूले त्यो पत्रकारले पनि आरोप लगाउँछ। अनि त्यस्तो आरोप पत्रकारहरू पनि पत्रकार झोले पत्रकार हो, त्यसलाई हामी झोले पत्रकार भन्छौँ। यदि पत्रकार तपाईँ यदि सच्चै व्यक्ति राम्रो हो भने उहाँले गरेको पनि यदि काम राम्रो छ भने राम्रो भन्नुपर्छ। यो होइन कि मेरोभन्दा अगाडि भ्यू गइसक्यो, मेरोभन्दा अगाडि बढिसक्यो, यो नराम्रो भनेर भन्न मिल्दैन। र त्यो सोचहरू सबैजना परिवर्तन गर्नुहोस्। जो राम्रो गर्दैछ त्यसलाई राम्रो गर्न लगाउनुहोस् र साथ दिनुहोस्। म यति नै मात्र भन्न चाहन्छु। विचारका लागि विशेष धन्यवाद। धन्यवाद। दर्शकबिन, तपाईँहरू हेर्दै हुनुहुन्थ्यो कार्यक्रम संवाद र आजको विशेष अतिथिका रूपमा हुनुहुन्थ्यो मुस्तकिम आलमजी। उहाँले आफ्नो सान्दर्भिक विचारहरू पनि राख्नुभयो। वास्तविकता के हो भने वास्तवमा नेपालमा विभिन्न थरीका पत्रकारहरू छ। पत्रकारिता पेसाप्रति म उच्च सम्मान प्रकट गर्छु र मेरो यति मात्र चाहना छ, समाजमा जुन आवाजहरू दबिएको छ, जुन आवाजहरूले गर्दा समाज हाम्रो सही दिशामा जान्छ, त्यो आवाज उठाइदिनको लागि जति पनि पत्रकार मित्रहरू हुनुहुन्छ उहाँलाई म यही कार्यक्रम मार्फत अनुरोध पनि गर्छु। र मलाई कुनै आपत्ति छैन, मलाई युट्युबर नै भनोस्, फेसबुकिया नै भनोस्, फरक पर्दैन। तर मेरो लक्ष्य यति मात्र हो कि जहाँ व्यतिथि छ, जहाँ भ्रष्टाचारी छ, त्यो आवाजलाई कसरी बुलन्द गर्ने जसको कारण व्यतिथि र भ्रष्टाचारी अन्त हुन्छ र जनताले एउटा राम्रो स्वास्थ्य र एउटा राम्रो शिक्षा पाउन सक्छ, विकासको अनुभूति गर्न सक्छ। यति भन्दै आजको कार्यक्रमबाट म पनि बिदा हुन चाहन्छु।